पहिला पहिला मलाई है यो बुङ्गुर खाँदा त एकदम छेरपाटे लागिहाल्थ्यो खै किन हो है आजकल चाहिँ पचाउन सक्छु आज चाहिँ बुतानीकोमी बनाम है यो चाहिँ अदुवा र नेगी है हरियो नेगी काटेर राखेँ अनि यो चाहिँ पोर्क अनि यसलाई चाहिँ 20 मिनेट उमाल्ने यो अदुवा र नेगी राखेर है अनि उमालिसकेपछि काट्ने सानो सानो टुक्रा पारेर आफूलाई खान मिल्ने टुक्रामा काट्ने अनि काटिसकेपछि एउटा भाँडामा राखेर फ्राई प्यानमा यसलाई फेरि ब्राउन हुने गरेर हल्का फ्राई गर्ने क्या अनि त्यसपछि अर्को भाँडामा यसलाई राख्नुपर्छ यो फ्राई गरिसकेपछि चाहिँ अनि त्यसपछि हेर्नु त कस्तो यतिकै खामखाम भइसकेको छ क्या अनि मुला पनि काटेँ है मैले यो बुतानीकोमी बनाउँदा अन्डा मुलाहरू उसिनेको अन्डाहरू राखेर बनाउँदा एकदम मिठो हुन्छ यो अर्को भाँडामा फ्राई गरेको मासु राखेर यसमा पानी कुकिङ साके मेरिन सोया सस होन्दासी अनि फेरि कोम्बुदासी अनि चिनी राखेँ है अनि मुला अघि काटेको मुलालाई राखेँ अनि यसलाई चाहिँ 1.5 घण्टा पकाउने के सानो ग्यास पारेर अनि यस्तो मिठो हुन्छ अनि हेर्नु त मामसँग भातसँग खाना यति मिठो हुन्छ मेरो बच्चाहरूले चाहिँ एकदमै गम खान्छ थ्यांक यू